आज छठ पूजाको तेस्रो दिन सन्ध्या अर्घ हजुरहरूको कस्तो भयो। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। बिहान उठेर नुहाई धुवाई गरेर हामीले चाहिँ कुनियामा पूजा गऱ्यौँ। यो कुनियामा भएको फलफुलहरू चाहिँ सबै धोइदिइसक्नु भएको थियो। बिहानै बत्ती बालिसकेपछि चाहिँ कुनिया कति राम्रो देखिरहेको थियो क्या। अनि हामी सबैजना भएर चाहिँ छठी मायालाई सम्झेर केही गल्ती भएको छ भने माफ गरिदिनु भनेर ढोग्यौँ। तल आएर केही बेर गफ गऱ्यौँ। खाना खानेहरूले खाना खानुभयो, हामी व्रत लिनेहरूले चाहिँ खाएनौँ। अनि दिउँसो व्रत नलिनेहरूले चिया खानुभयो। चिया चाहिँ बहिनीले पकाएको थिए। चिया खाइसकेपछि हामी खुट्टामा आल्ता लगाएको थियौँ। कति मनपर्छ क्या मलाई यो आल्ता लगाएपछि मेरो खुट्टा चाहिँ यस्तो देखिएको थियो। अनि हामी फेरि घाट जानको लागि रेडी भइहाल्यौँ। जति नै छिटो गर्छु भने पनि यो फेस्टिभलमा चाहिँ एकदमै ढिलो भइहाल्छ। एट द एन्ड हतार नै हुन्छ। मेरो हस्बेन्ड पनि आइसक्नु भएको थियो। मेरो हस्बेन्ड र अर्को दाइ भएर चाहिँ यो ढक्कीहरू गाडीमा राख्नुभयो। गाडी पुग्ने ठाउँसम्म चाहिँ गाडीमै लगौँ, त्यहाँदेखि चाहिँ टाउकोमा बोकेर लग्ने भनेर म चाहिँ रेडी भएर यस्तो देखिएको थिएँ। आज मेरो हस्बेन्ड यति धेरै मक्ख हुनुहुन्थ्यो नि। अनि हामी सक्ने जतिले कुनिया बोकिदिउँ क्या, ढक्की बोक्नेलाई सजिलो होस् भनेर, न त भारी हुन्छ नि त। अनि मेरो हस्बेन्ड र अर्को दाइले चाहिँ ढक्की बोक्नुभयो टाउकोमा। अर्को दाइको चाहिँ मैले भिडियो क्लिप खिच्न सकिनँ किनभने उहाँ चाहिँ अलिक अगाडि हुनुहुन्थ्यो। हामी घाटमा पुग्दाखेरि चाहिँ लगभग सबै कुनियाहरू मिलाइसक्नु भएको थियो। कति राम्रो देखिरहेको थियो। त्यसपछि हामी पनि खोलामा जाने तर्खर गर्न थाल्यौँ। दिदीले मलाई सिन्दुर लगाइदिनु भयो। यसरी लगाएको सिन्दुर कति राम्रो देखिन्छ अनि मलाई कति मन पनि पर्छ। त्यसपछि के गल्ती भएको छ भने माफ गरिदिनु भनेर माफ मागेर छठी मायालाई सम्झ्यौँ अनि पुकारा गऱ्यौँ। अनि यो कुनिया यसरी चोब्यौँ। यसलाई चाहिँ के भन्छ मलाई एक्ज्याक्टली थाहा भएन। छठी मायाले सबैको रक्षा गर्नुहोस् र इच्छा पुरा गर्नुहोस्। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।